Hello guys, नमस्ते 안녕하세요. आज म देखाउन गइरहेको छु कोरियाको हाट बजार हो। आज चाहिँ ठ्याक्क हाट बजार लागेको छ। यहाँ चाहिँ विभिन्न सामानहरू सस्तो मूल्यमा पाइन्छ। आज हाट बजार हेर्नुस्, यता माछा आइटम माछा गरेर बसेको छ। माछा अचम्मका हुन्छन् हो। यहाँ त माछा कति थरी हुन्छन् पनि माछा त ल हेर्नुस्। अब माछा के हुन् डर लाग्दा माछा हुन्छन् हो। माछा माछा त कति डर लाग्दा हुन्छन् यहाँ त चिसो मौसम छ, त्यसैले माछाका आइटमहरू धेरै छन्। गाइजहरू भिडभाड छ। कोरियन हाट बजार गाई जस्तै छ। कोरियाको हाट बजार लागेको छ। बाटामा पुरै हतारहरू लक्क लाएर यहाँ चाहिँ कस्मेटिकका सामान छन्। बुढाबुढीले खाना खाने टाइम भरै छ, खाना खाँदैछन्। यहाँ चाहिँ कपडाहरू छन्। गाइजहरू त्यो छ कोरियाको हाट बजार। त्यो चाहिँ मौरीको मह हो है। मैले मह चाख्न दिँदै हुनुहुन्छ। चाख्ने 미간은 얼마예요? 그거는 8만 원이요. 8만 원. 그게 비싸요. 3만 원이고. 일단 뭐 짜하나 दिनुभयो। 일단 뭐 चाख्ने हो हामीले। कस्तो रहेछ भन्दा 20,000 को। 러시아는 뭐죠? 맛있어. म ताकियो गाइजहरू एकदम मिठो छ। ठिकै छ हामीले नकिन्ने निर्णय गरियो र फेरि आउने निर्णय गरियो गाइज। म त राम्रो हो तर महँगो 30,000 को। यहाँ चाहिँ मासु आइटम छ गाइज। मासु त कति हो 13,000। त्यो चाहिँ बङ्गुरको मासु हो। खैजीको हड्डी। यहाँ चाहिँ मिठाई आइटम छ। मिठाईहरू पाइन्छ मजाले। यहाँ चाहिँ लोकल कुखुरा लड्डु लक्क लाएर। यहाँ मकै बेचिन्छन् अहिले। त्यहाँ मोमोका डल्ला गाइजहरू रमाइलो छ। कोरियाको आज हाट बजार लाख। यहाँ चाहिँ हाट बजारमा सामानहरू एकदम सस्तो पाइन्छ। यहाँ चाहिँ चप्पल बेचिन् हामीले। अनि आबैले यहाँ चाहिँ तरुल अदुवा के बेचिन्। यो चाहिँ के रहेछ, के को डल्लो है पता नहीं है या क्या है। ल हेर्नुस् यहाँको बजार। माछा भन्ने अन्त माछा त तपाईँको कस्तो खानु नि। यो चाहिँ गउँघोटो छ, माछो छ। यो चाहिँ के माछो हो खै थाहा भएन। त्यो छ गाइज कोरियाको हाट बजार। भिडभाड छ बजारमा। भिडभाड छ बजारमा मान्छेहरू किनमेल गर्नको लागि। यस्तै छ गाइज कोरियामा हाट बजार। ल हेर्नुस् लक्क लाएर। ल
अच्छा बदाम आइटम बदाम पनि टन्नै छ यहाँ ल हेर्नुहोस् यो स्ट्रबेरी सलक्क लगाएर 15,000 रहेछ एउटा टोकरीको लागि यो चाहिँ के फल हो खै थाहै होइन यस्तो के हो फलको नामै थाहा भएन यो त हतमै छ भिडभाड छ मान्छेको थुबु पुरै यहाँ 5-5 दिन बिराएर चाहिँ यो हाट बजार लाग्ने गर्छ यहाँ चाहिँ माछा